मुलुकको अवस्था कस्तो छ भन्ने अर्को प्रश्नमा 50% भन्दा धेरैले अलि राम्रो र धेरै राम्रो भनेका छन्। 24%ले उस्तै छ भनेका छन् भने बिग्रिएको छ भन्नेहरू 24% छन्। के देखाउँछ यसले? यो तथ्याङ्क हो, देशव्यापी रूपमा गरिएको सर्वेक्षणको परिणाम हो। अब आउनुहोस्, यहाँ राजतन्त्र र गणतन्त्रको कालको पनि तुलना गरेर हेरौँ, राजा हुँदा र नहुँदाको। सन् 2008 अर्थात् मे 28 अर्थात् 2065 जेठ 15मा गणतन्त्र घोषणा भएको थियो। गणतन्त्र आएपछि मुलुक झन् बिग्रियो भन्नेहरूले तथ्य र तथ्याङ्कमा गएर यथार्थलाई हेर्न जरुरी छ। विश्व ब्याङ्कको एउटाले विश्व ब्याङ्कले गरेको PPP अर्थात् पर्चेजिङ पावर प्यारिटीको आधारमा केही तथ्यलाई अगाडि राखेर हेरौँ। सन् 2008मा नेपालीको प्रति व्यक्ति आय $1942 थियो। गणतन्त्रको 15 वर्षपछि सन् 2023मा नेपालीको प्रति व्यक्ति आय $5,994 अमेरिकी डलर अर्थात् नेपालीको आय यो अवधिमा 2.88 झन्डै 3 गुणाले बढेको छ। भन्दाखेरि अब दक्षिण एसियाको तुलना गरेर हेरौँ, देश अनि समय र कति गुणाले बढ्यो भने नेपाल $1942 अहिले 2023मा $5,994 2.8 गुणा। भारत $6,633 थियो 2008मा, अहिले $10,166 पुगेको छ, उसको पनि प्रतिशत 2.8 नै हो। भुटान 6,035 थियो, अहिले 15,64,064 पुगेको छ, उसको बढेको प्रतिशत 2.5 हो। श्रीलङ्का 7,317 थियो, अहिले 14,461 पुगेको छ, अर्थात् 2 गुणा बढ्यो। बङ्गलादेश $2,555 थियो 2008मा, अहिले 9,148 अर्थात् दक्षिण एसियामा सबभन्दा धेरै 3.6 गुणाले बढ्यो। पाकिस्तान 3,721 थियो, अहिले 6,037 पुग्यो, अर्थात् 1.6ले बढ्यो। मालदिव 13,765 थियो, अहिले 24,735 अर्थात् 1.8 गुणाले बढ्यो। अब हेर्नुहोस्, सबभन्दा दक्षिण एसियाको टाइगर भनेर भनिन्थ्यो बङ्गलादेशलाई, त्यसको 3.6ले बढ्यो, तर नेपाल र भारतको बराबर छ। अहिले भारतले धेरै विकास गर्यो भनेर भन्छौँ, तर हामीले हाम्रो र उसको यो बढेको गुणालाई हेऱ्यौँ भने बराबर छ। नेपाल अहिले पनि दक्षिण एसियामा गरिब छ, तर राजाको पालेमा त झन् गरिब थियो। त्यसैले मैले के भनेको भन्दाखेरि विगत 15 वर्षमा नेपालको प्रति व्यक्ति आय भारतको प्रतिशत बराबर र बङ्गलादेशभन्दा कम रहेको छ। तर आर्थिक विकास मात्रै महत्त्वपूर्ण कुरा होइन, लोकतन्त्र महत्त्वपूर्ण कुरा हो। 3-6 गुणाले बढेको बङ्गलादेशमा लोकतन्त्र नहुँदा, प्रेस स्वतन्त्रता खुम्च्याउँदा, नागरिकलाई अधिकार नदिँदा विद्यार्थीहरूको नेतृत्वमा आन्दोलन भयो र शेख हसिना बाजेले देश छोडेर जानु पर्यो। त्यसैले लोकतन्त्र कति महत्त्वपूर्ण छ, आर्थिक विकास मात्र होइन, आर्थिक विकासका साथसाथै लोकतन्त्र पनि त्यतिकै महत्त्वपूर्ण छ भन्ने कुरा अहिलेको बङ्गलादेशको परिस्थितिले देखाउँछ। त्यसैले नेपालले यो बिचमा जे उपलब्धि प्राप्त भएको छ यो कुनै पनि अर्थमा निश्चय पनि सन्तोषजनक छैन, म मान्छु। तर राजाको 30 वर्ष पञ्चायती शासनकाल र अहिले दक्षिण एसियामा नेपालको प्रति व्यक्ति आयो त्यो बेला नि कम थियो, तर तुलना गरेर हेरौँ धेरै 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 डेभलप भएको छ। म आज देशमा महिलाहरूको लागि तपाईँ भन्नुहोस्, अब 2008मा एउटा अर्को तथ्याङ्कलाई हेरौँ, 2005मा कुल गार्हस्थ्य उत्पादन नेपालको जम्मा $8 अर्ब थियो, अहिले 2023मा $44 अर्ब पुगेको छ। तुलना गर्ने राजाको शासन र अहिलेसँग। त्यसैले तथ्यमा जाउँ, 15 वर्ष अघिको तुलनामा पूर्वाधार निर्माणमा देश निकै अघि बढेको छ। बिजुली, टेलिफोन, इन्टरनेट, सञ्चार, सडक, शिक्षा र स्वास्थ्यका पूर्वाधार गाउँ गाउँ पुगेका छन्। गाउँमा पक्की स्कुल देख्न मुस्किल पर्थ्यो। आज बरु विडम्बना के भएको छ भन्दाखेरि स्कुलहरू करोडौँको लागतमा बनेका छन्, विद्यार्थीहरूको कमी छ। पर्याप्त प्रशस्त छ, चाहना धेरै छन्, तर केही भएन भनेर गलत भाष्य जुन बनाउन खोजिँदैछ यो आफैमा आपत्तिजनक छ। म धेरै कुरा भन्न चाहन्न। आज हाम्रो चाहिँ देशमा हेरौँ, साउथ एसियामा र संसारको कतिपय देशमा भन्दा महिलाहरूको 33% संसदमा सुरक्षित छ, जुन अहिलेसम्म भारतले पनि गर्न सकेको छैन, गर्छु भनेर बसिरहेको छ, गर्न सकेको छैन। स्थानीय निकायमा 40% स्थानीय निकायमा आरक्षण छ, समावेशी राजनीति छ। अनि हामीले यो सबै देख्नु पर्दैन। यो देशले राजाको ठाउँमा तराईमा बालककालमा भैँसी चढेर गोठालो जाने पढेर डाक्टर भएको पहिलो तराईको भूमिपुत्रलाई नेपालको राष्ट्रपति बनायो। के बिग्रियो? त्यसपछि आएर पहाडकी भोजपुरकी एउटी सामान्य परिवारकी छोरी मुलुकको राष्ट्रपति भइन्, के बिग्रियो?
र आज आएर तनहुँको एउटा सामान्य ब्राह्मण परिवारको मान्छे राष्ट्रपति भएको छ, के बिग्रेको छ? अनि भोलि कुनै पूर्वको राई लिम्बू, पश्चिमको कुनै गुरुङ, तराईको कुनै थारू, कुनै दलितको छोरा राष्ट्रपति हुँदा इज्जत जान्छ? जाँदैन। हिजो सामन्तवादको खुट्टा टाउकोमा राखेर पाउ मोल्नेहरूलाई गरिब जनताको छोरा राष्ट्रपतिको कुर्सीमा बसेको असह्य भएको होला। सामन्तवादको ग्लानीले अरे यो बुढी बाख्रीको छोरा जस्तो तनहुँको बाहुनलाई के राष्ट्रपति मान्नु, त्यो भोजपुरकी विद्या भण्डारीलाई के मान्नु, त्यो तराईको मधेसीलाई के राष्ट्रपति मान्नु भन्ने पीडा बोधले आज राजा चाहियो भनेको छौँ। राजा किन चाहियो? राजतन्त्रको इतिहास हेरौँ। आफ्नै वंशको बहादुर शाह जसले पृथ्वीनारायण शाह पछि नेपाल एकीकरणमा महत्त्वपूर्ण भूमिका खेले, नेपालको सिमाना बढाउन खोजे, तिनलाई अब इतिहासकारहरू फरक कुरा हुन्छन्। कोहीले तिनलाई तेल सर्केर जेलमा मारियो भन्छन्, काका भतिजा र देवर भाउजूको लडाइँमा, कोहीले चाहिँ आत्महत्या गर्न बाध्य बनाइयो भन्छन्। अनि रणबहादुर शाहको उपद्रवहरू, दरबारको द्वन्द्वले गर्दा, जेठी र कान्छी रानीको लडाइँले गर्दाखेरि भीमसेन थापा र दामोदर पाण्डे जस्ता देशभक्त भारदारहरू काटिए। त्यसपछि आएर हेरौँ राजेन्द्र विक्रम शाहको पालामा कसले कोतपर्व घटायो? जेठो युवराजलाई मारेर त्यसलाई हटाएर आफ्नो छोरालाई युवराज बनाउन कान्छी रानी राज्यलक्ष्मीले षड्यन्त्र गर्दाखेरि कोतपर्वको जन्मेको होइन, जहाँबाट 104 वर्षको राणा शासनको बीजारोपण भयो। त्यसपछि आएर हेर्नुहोस् त्रैलोक्य विक्रमलाई युवराज सधैँ कसले बिख खुवाएर मार्यो दरबारमा? के कुनै जनताले गरेको थियो षड्यन्त्र? त्यसपछि आएर त्रिभुवनमा हेर्नुहोस्, दिल्ली त गए, तर दिल्लीको कलकत्तामा क्लबहरूमा चाहिँ राजा वीरेन्द्रले विभिन्न थरीका आइमाईहरूसँग रसरङ्ग मचाउन थालेपछि त्यस बेलाको स्टेट्सम्यानदेखि भारतीय पत्रिकाहरूले टिप्पणी गरे के हो र नेहरूले बाध्य भएर इन्डियाको प्रधानमन्त्रीले बोले यो नेपालको राजाको तरिका ठिक भएन भनेर। राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो। त्यो लोकतन्त्रलाई उनका छोराले खोसे, महेन्द्रले खोसे। सम्माननीय सभामुख महोदय, केही दिनदेखि केही साथीहरू यो व्यवस्था जोगाउनुपर्छ भनेर धेरै उफ्रिराख्नु भएको छ। उहाँहरू स्वाभाविक हो, यो व्यवस्था यस्तो व्यवस्था हो, चुनाव हार्ने हरुवा चरुवाहरू मन्त्री बन्दै यो देशको प्रधानमन्त्री बन्ने, चुनावै नजितेर पनि सांसद बन्न पाउने व्यवस्था हो। त्यो भएर यो 16 वर्षको इतिहासमा, अहिले यो 16 वर्षको इतिहासमा 14 पटक सरकार परिवर्तन भयो, झन्डै 1000 मन्त्री भए, 31वटा मुख्यमन्त्री भए, 30वटा प्रदेश प्रमुख भए, 3 जना राष्ट्रपति भए, 3 जना उपराष्ट्रपति भए, झन्डै 3000 त सांसद भए। अनि सबै मिलेर खान पाएपछि यो व्यवस्था उत्तम हो भन्नु उहाँहरूलाई स्वाभाविक हो। र अर्को कुरा, यो व्यवस्था उत्तम भन्नुपर्ने अर्को स्वाभाविक कारण के हो भने आज नेताका छोराछोरी जो यहाँ भाषण गरिरहेछन्, यी नेताका छोराछोरी र केही कर्मचारी र उच्च पदस्थका छोराछोरी युरोप अमेरिका पढ्ने तर गरिब दुखी जनताका छोराछोरी आज दुबई र खाडीमा गएर बेल्चा हान्नुपर्ने, 1 वर्षमा होइन यो 16 वर्षमा 14,000 भन्दा बढी युवाहरू रातो बाकसमा लास भएर फिर्ता हुने, त्यो बनाउनका लागि यो व्यवस्था यिनीहरूलाई अझै चाहिएको छ। 26 खर्ब वैदेशिक ऋण भयो, त्यसका लागि व्यवस्था चाहिएको छ। अहिले पनि यो देशमा अहिले कर्मचारी, नेता र यिनीहरूको सांसद, यहाँका मुख्यमन्त्री, मन्त्री पाल्दै साना राजा, छोटा राजा, महाराजाहरू पाल्दै यो देशमा 1 वर्षमा 15 खर्ब रुपैयाँ खर्च हुन्छ। त्यो जोगाउनका लागि यो व्यवस्था यिनीहरूलाई चाहिएको छ। सम्माननीय सभामा, यो व्यवस्था जनतालाई चाहिएको होइन। के अहिलेको प्रधानमन्त्री जनताले चुनेको हो? के अहिलेको राष्ट्रपति जनताले चुनेको हो? सीमित यही संसदभित्र भएका केही व्यक्तिले चुनेको। यदि दम, हिम्मत र क्षमता जनतामा जान सक्ने छ भने जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गरेर स्वीकार्छौँ। त्यसपछि होइन भने यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने, व्यवस्थापाती गर्ने। मैले हत्याराको कुरा गर्नुभएको थियो माननीयज्यूले। म आज अनुरोध गर्न चाहन्छु, मदन भण्डारीको हत्या कसले गर्यो? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुन्छ, मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो? त्यसको जवाफ यो संसदलाई चाहिन्छ। हत्याको कुरा गर्नुहुन्छ, राष्ट्रपति तपाईँहरूकै थिए, प्रधानमन्त्री तपाईँहरू हुनुहुन्थ्यो, संसदमा 2 तिहाई थियो, अनि मदन भण्डारीको हत्याको याद आएन? अरू साथीहरूले भन्नुभएछ मलाई, थुनियो। म एकजना व्यक्ति हुँ, तपाईँको यो उत्तम गणतन्त्रको बेला ललितपुरमा चामल बाँड्दै 9 दिन सिडिओ कार्यालयमा थुनाइ पाएको व्यक्ति हुँ। र आज पनि अहिले पनि भर्खरै रापरवाका विद्यार्थी युवा नेता निराजन बमलाई तपाईँहरूले चितवनबाट अरेस्ट गरिराख्नु भएको छ। यो तपाईँहरूको लोकतन्त्र हो। अघि एकजना मान्यज्यूले भन्दै हुनुहुन्थ्यो, काण्ड सम्झाइदेऊ, निर्मला पन्तको
बलात्कारपछि हत्या भयो, तपाईँहरूका कति गृहमन्त्री फेरिए, कति प्रधानमन्त्री फेरिए, कति पटक वल्लो पक्ष सरकारमा गयो गणतन्त्रवादीहरू, एकजना निर्मलाको हत्यारालाई अहिलेसम्म पत्ता लगाउन सकेका छौ। र अर्को कुरा सम्झाइदिन चाहन्छु, बाँदरमुढे घटना याद छ? निहत्या नागरिकलाई बम हानेर मारे हो कि होइन? अझ अर्को घटना सम्झाइदिउँ, लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू आज यही संसदमा सांसद भएर हिँडिरहेका छन्। यसको जवाब चाहिन्छ कि चाहिँदैन? यो हो व्यवस्था? खुल्ला मञ्चमा उभिएर 5000 मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो। भारतको दिल्लीमा लुकेर नेपालमा निहत्या मान्छेहरूको मार्नुपर्छ भनेर अगाडि बढ्ने व्यक्ति यो देशको सांसद मन्त्री बन्न पाउने व्यवस्था यो उत्तम हो? यही देशका लागि चाहिए हो यो व्यवस्था। व्यवस्था जनताका हितका लागि। आज कर कति छ? 300% कर छ। हुँदा पैतृक सम्पत्तिमा सम्म तपाईँहरूले लाभ कर लिने गरिसक्नुभयो। त्यो भएको हुनाले यो व्यवस्था जनतालाई चाहिएको होइन। हामीले स्पष्ट भनेका छौँ, सबै मान्छे अठाउने। अहिले पनि स्पष्ट भन्छौँ, प्रजातन्त्र मासिँदैन। न यहाँ प्रजातन्त्र मासिन्छ, न यहाँ लोकतन्त्र मासिन्छ। सिर्फ राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ, बास यति हो। यहाँभन्दा अरू होइन। यहाँभन्दा लोकतन्त्र र गणतन्त्रको उत्तम व्यवस्थाभित्र हामी छिर्न चाहन्छौँ। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाउँ। अहिले पनि यो देश यहाँ कतिपय सांसदहरू हुनुहुन्छ, टिका लाउनुहुन्छ। 81% हिन्दू भएको देश आज हिन्दू राष्ट्र मासिएको छ। प्रदेश संरचना खारेज गर्नुपर्ने प्रदेश पालिएको छ। कार्यकर्ता सेटलमेन्टका लागि देशलाई 26 खर्ब गर्न पाइँदैन। त्यही भएर राजासहितको प्रजातन्त्र चाहिन्छ। खुलम खुला बहस गर्न हामी तयार छौँ। हस्, धन्यवाद।